आदरणीय मित्रहरू, हामी ग्रहको बारेमा केही कुरा गरौँ। जो हाम्रा नवग्रह छन् ती नवग्रह कुण्डलीमा कहाँ बस्दा उच्च हुन्छन्, कहाँ बस्दा निच्च हुन्छन्, कहाँ बस्दा सामान्य हुन्छन् भनेर ज्योतिषशास्त्रमा छुट्टा छुट्टै वर्णन गरिएको छ। जस्तै उच्चमा बसेका ग्रहले राम्रो फल दिन्छन्, शक्तिशाली हुन्छन्। निच्चमा बसेकाले विपरीत फल अथवा नराम्रो फल दिन्छन् अनि उनीहरूको शक्ति पनि कम्ती हुन्छ। अनि मध्यममा जो छ ती ग्रह चाहिँ कुन ग्रहका राशिमा बसेका छ त्यही अनुसार फल दिन्छन्। अनि कुन कुन राशिमा चाहिँ उच्च हुन्छन् भन्ने श्लोकमा यसरी बताइएको छ। मेखैका रविवृषका शशि अनि मकरका मङ्गल, कन्याका बुध कर्कका गुरु अनि मीनका त शुक्रै बल, तुलाका त शनि इतुङ्ग वजन राहु वृषैका भनी, उच्च हुन्छन् जान्नु फेर तिनका सातौँ त निच्चा भनी। यसरी श्लोक बताइएको छ। अनि जुन ग्रह उच्च छ त्यसको ठ्याक्कै सातौँ कुण्डलीको कोठा कम्दै लगेर 7 कोठामा निच्च हुन्छ। अब ग्रहको बारेमा म नियमित रूपले यहाँ अपलोड गर्न गइरहेको छु। त्यसो हुँदा मलाई फलो गरेर हजुरहरूले पनि सानो सानो जानकारी लिन सक्नुहुन्छ।